नेपालमा हिन्दू मुस्लिम बुद्धिस्ट अरू जति पनि धर्म छ त्यो पनि एउटा ठुलो धर्म छ माथि। त्यो धर्म के हो थाहा छ तपाईँलाई? आज म भन्छु। जसले धर्ममा लागेपछि न तपाईँ ठिक छुट्याउन सक्नुहुन्छ न बेठिक छुट्याउन सक्नुहुन्छ। तपाईँको भगवान्ले जे भन्नुहुन्छ त्यही ठिक। भोलिपल्ट सूर्य चाहिँ उत्तरबाट उदाउँछ भन्यो भने त्यही ठिक होइन। मान्छे मारेर चाहिँ देश बचाउनु पर्छ भन्यो भने त्यही ठिक। जति घुस खाए पनि जति जे गरे पनि एटलिस्ट सिंहदरबार त जलेको थिएन नि, त्यही ठिक। यो धर्ममा लागेपछि आफू भगवान र अरू लुसिफर देखिन्छ। भगवानको घरबाट पैसै उडेर खरानी भए पनि झन्डा बोक्नुपर्छ र झोला बोक्नुपर्छ भन्ने तपाईँको मेन्टालिटीमा आयो भने सोच्नुहोस् कि तपाईँ चाहिँ एउटा झोले धर्मको हिस्सा हुनु भइसक्यो। भएर यस्तो धर्मलाई बिहान बेलुकै घन्टी बजाएर धपाउनुपर्छ घरबाट। जय होस्, कुरा बुझ्नुहोस्। त्यही भएर योपालि चाहिँ हाम्रोलाई होइन राम्रोलाई चुन्नुहोस् है, राम्रोलाई।